सबैको त्यस्तै जो मान्छे त्यस्तो हो केही बोल्नु छ क्या बोल्नु र म त शरम लाएर म त रुक्कै हुन्छु भनेको एलिसा जी हजुर हजुरलाई कस्तो लागिरहेछ कस्तो लाग्नु र अब यस्तो हिउँदोको घाममा मजाले पल्टिएर घाम तापिरहेको छ एकदम रमाइलो लागिरहेको छ सरर बतास चलिरहेको छ यतातिर डाँडा छ भने अर्कोतिर काठमाडौँ छ माथितिर आकाश छ भने तलतिर धरती छ अनि यो यहाँको कति कति आउनुहुन्छ नि कतिवटा म्युजिक भिडियो यो अहिले कति नम्बर पर्छ त्यो त गर्न छैन जस्ट अराउन्ड 50 मा पर्छ ए योभन्दा अगाडि पनि धेरै गरिसक्नु भयो हजुर 50 वटा छ त युट्युबमा त्यत्रो धेरै सबै भिडियो छ छैन है छ तर सबैमा मेरो एल्सा राई सर्च गर्दा आउँदैन ए त्यही त अनि हजुरलाई युट्युबमा पाउनको लागि के गर्नुपर्छ युट्युबमा पाउनको लागि हजुर एलिसा युट्युब खोलेर हेर्नुपर्छ अनि एलिसा राई अनि एलिसा राई टाइप गर्दा आउँदैन भन्नु भयो नि त एल्सा राई अब गीतको टाइटल या त सिङ्गरको टाइटल त्यो खै थरी थरीको हुन्छ ए अनि यो क्षेत्रमा लागेको कति भयो 1 इयर 1 इयरमा तपाईँ यति 50 सङ भनेको कति धेरै हो त आम्मा म अघि भनिसकेँ त्यति हो अनि प्लस सर्ट मुभिजहरू चाहिँ खै गर्ने छैन मिठो स्माइल दिनुभयो थ्याङ्क यू तर बोलेको बोले त गर्न सक्ने है त्यो त्यो छ नि त्यो पसलको घर फेरि एकचोटि बोल्नु छ त्यो के बोल्दिनु र हजुरले जुन अहिले हाम्रो साथीले बोलिरहनु भएको छ भनिरहनु भएको छ त्यही अब के भन्नु र अब बोल्नु भनेपछि फेरि मलाई पिटुक्कै आउँदैन क्या तर जे होस् म नन स्टप चाहिँ बोल्न सक्छु म यति धेरै बोल्छु कि म त्यो ठाउँ छोडेर जाँदाखेरि मान्छेले सुनसान लाग्छ रे के वाउ साँच्चै नै हामीलाई पनि अहिले तपाईँ नबोल्दाखेरि त्यस्तो लागिरहेको छ सुनसान लागिरहेको हो र छ एकदम 100% त्यस्तो हो र तिमीले त्यस्तो भनेपछि मलाई शरम लाग्दैन तपाईँले त मलाई पो शरम लाग्ने बनाउनु भयो त नि त्यस्तो हो र हामीले त बस मनको कुरा भने हो मान्छेहरूको मनलाई के बुझ्नु अब के गर्दा शरम लाग्छ हामीलाई के थाहा र अब अहिले जसरी बोल्नु भयो नि लुट 2 मा पनि तपाईले यसरी नै बोल्नु भएको छ र त्यो त फिल्म हेरेर थाहा हुन्छ हजुर फिल्ममा हेर्नु अनि थाहा भइहाल्छ हुन्छ हामी अवश्य हेर्छौँ तपाईँको आउने फिल्म त्यो त हेर्नु पर्यो नि बक्लो हेर्नु भने त बक्लो भइहाल्छ नि फिल्म हेरिसकेपछि म हजुरलाई इन्फर्म पनि गर्छु फिल्म कस्तो रहेछ भनेर त्यो त भइहाल्छ अफ कोर्स थ्याङ्क यू